यो झुलुङ्गे पुल के भएको? किन के भएको छ र? पुरै हावामा झुलिरहेछ त। के पानीमा झुलिनु पर्ने? यिनीहरूको कुरा पनि बोल्न पाए भनेर जे नि बोलिहाल्ने। त चुप लाग। अनि सुन्नु न, यो पुल कसरी बनाए? एकदम सजिलो छ। एउटाले यता समाउने, अर्कोले उता समाउने, अनि ट्याक्क मिलाएर राख्ने। ए सजिलो रहेछ त। ती नट सटहरू इत्रीको पेचकसले कस्ने त हो नि। भनेपछि हामीले नि झुलुङ्गे पुल बनाउन सक्छौँ। किन नसक्नु? धेरै नै होइन, आधा घन्टामा बन्छ। दाइ झुलुङ्गे पुल यति किन हल्लिन्छ? कहानी अलि लामो छ। भन्नु न भन्नु। रक्सी गाँजा सेवन नगर्ने जति पनि छन् नि तिनीहरूको लागि बनाएको यो झुलुङ्गे पुल। तर रक्सी झुलुङ्गे पुल दुईटै खतरा छन्। खतरा? कस्तो खतरा? रक्सी खाए बाटोमा ढल्दिने, पुलबाट तल खसे ज्यान तल आफ्नो माथि चल्दिने। भनेपछि कुन चाहिँ धेरै खतरा छ त? रक्सी खाएर बाटोमा ढल्ने कि पुलबाट खसेर आकाशतिर चल्ने त्यो आफूमा डिपेन्ड गर्छ। खायो तले। दाइ दाइ ललिपप खस्यो। जाब एउटा ललिपपको लागि रुनुपर्छ? एउटा हैन। कतिवटा हो त? फाइभ ललिपप। ला ललिपप। यता यता। यसले अघि नै 5 वटा ललिपप खाइसके। Lollipop, lollipop, lollipop.